ल आज चाहिँ मैले तपाईहरुलाई यो अस्मिता पब्लिकेसनको अकाउन्टको सेट 10 र सेट 11 को सोलुसन गर्न गइरहेको छु र सेट 10 भित्रको चाहिँ फर्स्टमा चाहिँ मैले चाहिँ बैंक रिकन्सिलिएसन हिसाब गरिदिन्छु है त। ल हेर्नु होला त फर्स्टमा क्वेशनमा दिएको कुराहरु के छ एकचोटी बुझिहालौँ है त। फर्स्टमा हेर्नु त क्वेशनमा के दिएको छ ल सेट 10 को यहाँ के दिएको छ द रिकन्सिलिएसन अफ पासबुक एन्ड क्याश बुक दिएको छ कति छ अनि 1 नम्बरमा के दिएको छ बैंक बैलेंस एज पर क्याश बुक कति दिएको छ यहाँनिर 14,000 आछ के त यो डेबिट बैलेंस हो भनेको छ। क्याश बुकको डेबिट बैलेंस भनेको यो पोजिटिभ भयो र त्यसै 2 नम्बर डेबिट बैलेंस अफ पासबुक इज ओभरकास्टेड। पासबुकको डेबिट बैलेंस चाहिँ ओभरकास्टेड भयो भनेको के हो त पासबुकको डेबिट बैलेंस भनेको त माइनस माइनसमा त बढी के घटाइयो भनेको छ यहाँ है। र चेक ₹1800 डिपोजिट इन्टु द बैंक बट डिसनर मतलब चेक चाहिँ जम्मा गर्न पठाएको तर बैंकले जम्मा गर्दैन भनेको छ अनि ₹900 हैज रङली बिन क्रेडिट इन द पासबुक भनेको छ हेर्नु। यहाँ क्वेशनमा यो क्वेशन 14 मा 2 3 4 लाई मात्रै हामीले के गर्नु पर्यो पासबुक सरी बैंक रिक्वेस्टमा हामीले एड र अथवा लेस गर्नु पर्यो। र अर्को कुरा यहाँ के छ भन्दाखेरि यो क्वेशन चाहिँ हाम्रो सेम यो अस्मिता पब्लिकेसन बुकको यो क्वेशन चाहिँ सेम टु सेम हो के हो भने यसमा भएको यो 5 नम्बरको यो इन्ट्रेस्ट ₹100 कलेक्टेड एन्ड क्रेडिटेड बाइ बैंक यो पोइन्ट चाहिँ यसमा छैन है। त्यही भएर यसमा एन्सर जुन 12,000 दिएको छ क्वेशन बैंकमा हो त्यही एन्सर यसमा आउँदैन है त। भनेपछि मैले चाहिँ तपाईहरुको लागि यो तीनटा जुन ट्रान्जेक्सन जुन तीनटा दिएको छ हो यसैबाट नै मैले सल्भ गरेको छु यहाँनिर र यसको क्वेशन मैले पहिलेदेखि सल्भ गरेको छु। ल हेर्नुस् यहाँ फर्स्ट फलमा बैंक रिकन्सिलिएसन स्टेटमेन्ट गर्दा के गर्नु पर्यो मलाई यसरी एउटा वर्किङ नोट बनाउने अनि वर्किङ नोट बनाएपछि जसको ब्यालेन्स दिएको छ त्यसलाई चाहिँ हामीले काटेर त्यसको अबुझलाई लिने हो। जस्तै इक्जाम्पलमा क्वेशन यहाँ के भनेको छ हेर्नुस् है यहाँनिर यहाँ के भनेको छ यहाँनिर 2 नम्बरमा डेबिट बैलेंस अफ पासबुक इज ओभरकास्टेड। पासबुकको डेबिट बैलेंस भनेको के हो त नेगेटिभ हो के यो पासबुकको डेबिट बैलेंसमा चाहिँ 2,000 ले बढी लेख्यो रे के म्हणजे पासबुकको डेबिट साइडमा के त 2,000 बढी लेख्यो चाहिँ पासबुकमा 2,000 ले घट्यो बढी घट्यो भने चाहिँ यहाँ माइनस यहाँ प्लस है। अनि त्यसो अरु के छ चेक अफ ₹1800 डिपोजिट इन्टु द बैंक बट डिसनर चेक 1800 जम्मा गर्न पठाएको तर बैंकले जम्मा गरेन भनेपछि बैंकले जम्मा नगरेपछि बैंकमा बढ्यो त बढेन नि त्यही भएर क्याशमा प्लस पासबुकमा माइनस भयो। अर्को ₹900 हैज रङली बिन क्रेडिट इन त पासबुक म त पासबुक भनेको त हाम्रो बैंकसँग त पासबुकमा चाहिँ मिस्टेक सरी रङली के हो त ₹900 क्रेडिट भयो 900 रुपैयाँ क्रेडिट भयो भनेको 900 रुपैयाँ जम्मा भयो भनेपछि पासबुकमा प्लस क्याशबुकमा माइनस। अब हामीले के बुझ्नु पर्यो भन्दाखेरि फर्स्टमा हाम्रो कसको ब्यालेन्स दिएको छ यहाँ क्याशबुकको दिएको छ क्याशबुकको ब्यालेन्स दिएको छ भने त्यो क्याशबुक ब्यालेन्स हामीले यसरी काट्नु पर्यो के अनि 2 नम्बरलाई हाम्रो लेसमा 3 नम्बरलाई लेसमा र 4 नम्बरलाई हामीले एडमा लेख्नु माइनसको अर्थ लेसमा लेख्ने प्लसको मतलब एडमा लेख्ने भनेपछि अब यो 14,800 हामीले यहाँ लेख्ने अनि त्यसै 2,000 18,900 जोड्दा कति आयो त 11,900 आयो। अब यसलाई कसरी यहाँनिर प्रेजेन्ट गर्ने त्यो त तपाईहरुलाई थाहा छ यो त ल हेर्नुस् यहाँनिर यहाँ मैले पहिलेदेखि सल्भ गरिरहेको छु यहाँनिर फर्स्टमा के गर्नु पर्यो त बैंक रिकन्सिलिएसन स्टेटमेन्ट बैंक बैलेंस एज पर क्याश बुक डेबिट भनेको 14,800 भयो। त्यसपछि के गर्नु पर्यो त ल त्यसपछि के गर्नु पर्यो त यहाँ के छ यो 2 नम्बरको यहाँ माइनस छ भने यहाँ डेबिट बैलेंस अफ पासबुक कति छ 2,000 भयो अनि 3 नम्बर फेरि 1800 माइनस चेक डिपोजिट इन्टु द बैंक बट डिसनर बाइ बैंक 1800 भयो र लास्टको कति छ यो 900 रुपैयाँको के छ त रङली पनि क्रेडिट पासबुकलाई 900 यो 900 यहाँ राख्यो अनि 2,3800 भयो अनि 14,800 मा 900 जोड्यो र 3800 घटाउँदा कति आयो 11,900 आयो भने यसलाई त ब्यालेन्स एज पर पासबुक भन्छौँ। यहाँ क्याशबुकको ब्यालेन्स दिएको छ भने हामीले पासबुकको ब्यालेन्स हो त पासबुकको ब्यालेन्स छ भने क्याशबुकको ब्यालेन्स हुन्छ कि। अब यो मैले सेट 10 को क्वेशन नम्बर 14 गरेको छु हुनु अब मैले सेट 10 कै क्वेशन नम्बर 17 यो स्टेटमेन्ट अफ एक्सपेन्डिचर चाहिँ गरिन मैले किन भन्दा यो इजी नै हुन्छ त्योबाट आइहाल्छ र अब मैले डाइरेक्ट तपाईहरुको लागि यो फाइनल अकाउन्टको क्वेशन गरिदिन्छु है त। ल फाइनल अकाउन्टको हेर्नु होला ल फाइनल अकाउन्टको क्वेशन गर्नु भन्दाखेरि हामीले के कुरा बुझ्नु पर्यो त फर्स्टमा फाइनल अकाउन्ट गर्दाखेरि हामीलाई जहिले दुईटा इन्फर्मेसन दिन्छ एउटा ट्रायल ब्यालेन्स दिएको हुन्छ एउटा एडिसनल दिएको हुन्छ। ट्रायल ब्यालेन्स र एडिसनल दिएको हुन्छ भने त्यो ट्रायल ब्यालेन्सको पोइन्ट र एडिसनललाई कम्बाइन गरेर हामीले के गर्नु फाइनल अकाउन्ट बनाउनु ट्रेडिङ अकाउन्ट पिएल अकाउन्ट ब्यालेन्स सिट बनाउनु पर्यो। जस्तै ट्रेडिङ अकाउन्टसँग रिलेटेड पनि मैले टी लेख्छु पिएलसँग रिलेटेड भने पी लेख्छु र बाँकी जति सबै एसेट्स लायबिलिटी हुन्छ। जस्तै ट्रेडिङमा के जान्छ ओपनिङ स्टक क्यारेज पर्चेस अरु के जान्छ वेजेस जान्छ अर्को सेल्स जान्छ र क्लोजिङ स्टक जान्छ ठीक छ। अनि यो टीटी लेखेकोलाई मैले ट्रेडिङ अकाउन्ट डेटमा गर्छु पीपी लेखेको पिएलको डेटमा गर्छु भनेपछि जस्तै हेर्नुस् यहाँ मैले पहिले गरेको छु फर्स्टमा ओपनिङ स्टक 20,000 के छ त 2 ओपनिङ स्टक 20,000 अनि के छ अर्को पर्चेस राख्नु पर्चेस कति छ 2 लाख छ पर्चेस 2 लाख भयो पर्चेस रिटर्न छैन। अरु के छ क्यारेज 30,000 अरु के छ वेजेस 60,000
र क्रेडिट साइडमा के राख्नु पर्यो बाई सेल्स 2,25,000 र बाई क्लोजिङ स्टक 35,000। अब डेबिट साइडको टोटल छ 3,10,000 आयो है, डेबिट साइडको टोटल 3,10,000 आयो र क्रेडिट साइडको टोटल 2,60,000 आयो भनेपछि कुन चाहिँ साइड ठुलो हो त हाम्रो डेबिट साइड ठुलो भनेपछि क्रेडिटमा ब्यालेन्सिङ गर्नु पर्यो, क्रेडिटमा ब्यालेन्सिङ गर्नु पर्यो भने त्यसलाई के भन्छ त बाई ग्रस लस सिडे कति त 50,000। अब यो ग्रस लसलाई हामीले के गर्नु पर्यो प्रफिट एन्ड लसको डेबिटमा गर्नु पर्यो। अब हेर्नुहोस् त यहाँनिर अब प्रफिट एन्ड लसको डेबिटमा गर्नु पर्यो भने प्रफिट एन्ड लसको डेबिटमा पर्ने पोइन्टहरू के छ त यहाँनिर हेर्नु यहाँनिर के दिएको छ जेनरल एक्सपेन्सेस है, जेनरल एक्सपेन्सेस स्यालेरी इन्सुरेन्स अनि त्योसँग रिलेटेड के छ अर्को स्यालेरी दिएको छ, त्यो स्यालेरीसँग यो हाम्रो मैले के गर्नु पर्यो एड गर्नु पर्यो र डिप्रिसिएसन अफ फर्निचरलाई हामीले के गर्नु पर्यो त 10% को भ्यालुलाई मात्र पिएल अकाउन्टको डेबिटमा लेख्नु पर्यो। भनेपछि कसरी गर्ने त यसलाई यो ग्रस लसलाई मैले यहाँ डेबिटमा लेखेँ, त्यसपछि टु जेनरल एक्सपेन्सेस 20,000 टु स्यालेरी 30,000 र यसको स्यालेरीको एडिसनमा आउटस्ट्यान्डिङ दिएको छ, त्यही भएर त एड आउटस्ट्यान्डिङ स्यालेरी 30 र 5 जोडेर 35 भयो, टु इन्सुरेन्स 70 भयो, टु डिप्रिसिएसन अफ फर्निचर 5,000 भयो र क्रेडिट साइड यो सबै जोड्दा हाम्रो क्रेडिट साइडमा केही पनि छैन भने यसको होल अमाउन्टै हामीलाई घाटा भयो भने नेट लस भयो बाई नेट लस सिडी। अब यो नेट लसलाई के गर्नु पर्यो त ब्यालेन्स सिटमा गएर हामीले क्यापिटलबाट घटाउनु पर्यो। क्यापिटल 2,60,000 लेस नेट लस 1,80,000 80,000 आयो यहाँनिर है। अनि त्यसो क्रेडिट अब यो साइडमा पर्ने पोइन्ट भन्छ जहिले नै हाम्रो ब्यालेन्स सिट ट्रायल ब्यालेन्सको कहाँ हेर्दा क्रेडिट साइडमा हेर्नु पर्यो। जस्तै के पर्यो त यो क्रेडिटर पर्यो है, अर्को जनरल रिजर्भ पर्यो, ब्याङ्क लोन पर्यो, आउटस्ट्यान्डिङ स्यालेरी पर्यो। ल हेर्नुहोस् त क्यापिटल 2,60,000 लेस नेट लस 1,80,000 80,000 क्रेडिटर भयो, जनरल रिजर्भ भयो, ब्याङ्क लोन भयो, आउटस्ट्यान्डिङ स्यालेरी भयो, यो सबै टोटल 2 लाख भयो। र त्यसै एसेट साइडमा पर्ने पोइन्ट जहिले अब डेबिटमा दिएको हुन्छ, त्यसै फर्निचर 50,000 लेस डिप्रिसिएसन 5,000 45,000 र डेबिटर 1,20,000 क्लोजिङ स्टक यो सबै गर्दाखेरि 2 लाख आयो। भनेपछि यसरी मैले तपाईँहरूको लागि यो फाइनल अकाउन्ट पनि गरिदिएँ। ल तपाईँले स्क्रिनसट लिएर गर्न सक्नुहुन्छ। त्यसपछि अब पालो जर्नल भाउचरको है त। अब जर्नल भाउचर गर्दा हामीले के कुरा याद गर्नु पर्यो, जर्नल भाउचर सधैँ पनि हाम्रो कस्तो खाले आउँछ त मिक्स खाले आउँछ। मिक्स खाले भनेको एउटा सिम्पल जर्नल भाउचर, एउटा एडभान्स जर्नल भाउचर, एडभान्स क्लियरेन्स केस र अर्को हाम्रो के त स्यालेरीको केस छ। जस्तै इक्जाम्पल 22 नम्बरमा हेर्नु त अन 2081-48 रुपिज 40,000 वाज पे टु पर्चेस अफिस फर्निचर। अफिस फर्निचर किन्नको लागि 40,000 को पे गरियो भनेको छ है। भनेपछि त जेनरल जर्नल भाउचर अब यसको जर्नल भाउचर कस्तो हुन्छ त हेर्नु यहाँ डेबिट बी अफिस फर्निचर क्रेडिट डिसिएटिएस यसको सिधा अमाउन्टमा 40,000 भयो, यसो 40,000 भयो। यसको नम्बर मैले लेखिनँ है, तपाईँले आफूले लेख्नु होला। र त्यसपछि के छ अर्को ख नम्बर सेक्सन अफिसर नीता शर्मा वाज पे रुपिज 80,000 एज एन एडभान्स टु पर्चेस। ल हेर्नु 80,000 मा कम्प्युटर किन्नको लागि भने एडभान्स पे गरेर सेक्सन अफिसर नीतालाई पे गरियो भनेपछि यसको जर्नल भाउचर के त यो त एडभान्स गिभन केस भयो। डेबिट सेक्सन अफिसर नीता शर्मा एडभान्स फर पर्चेस मेसिन क्रेडिट डिसिएटिएस यसलाई सिधा लगेर 80,000 यहाँ, यसलाई सिधा लगेर 80,000 यहाँ राख्यो हाम्रो, ठिक छ। र त्यसपछि अरू के छ यहाँनिर हाम्रो ग नम्बरमा 15,000 वाज पेड एज एडभान्स टु मिस्टर सुबेद फर इस्टाब्लिसिङ पेटी क्यास। पेटी क्यास फन्डको लागि एडभान्स दियो अरे भनेपछि के त डेबिट के हुन्छ त यदि पेटी क्यास फन्ड मात्रै भने भए डेबिट पेटी क्यास फन्ड क्रेडिट डिडिसी हुन्थ्यो, तर नाम पनि दिएको छ पोस्ट पनि दिएको छ भने लेख्नु पऱ्यो डेबिट मिस्टर सुबोध एडभान्स फर पेटी क्यास फन्ड क्रेडिट डिडिसी हो। यसको 15,000 भयो र यो 15,000 भयो र बिङ एडभान्स पे टु फर इस्टाब्लिस पेटी क्यास फन्ड। अब त्यसपछि अरू के दिएको छ यहाँ हाम्रो हेर्नु त्यहाँ आउट अफ इम्प्लोइ स्यालेरी अफ रुपिज 2 लाख 2 लाख मध्ये पिएफ 20,000 प्रोभिडेन्ट फन्डको र 5,000 चाहिँ इन्कम ट्याक्सको कटाएर डिस्ट्रिब्युसन गरेर हुन्छ। यो त हाम्रो स्यालेरीको केस भयो। यसो के हुन्छ डेबिट बी स्यालेरी 2 लाख अनि क्रेडिट पिएफ 20,000 क्रेडिट इन्कम ट्याक्स 5,000 क्रेडिट डिडिसिएटिएस 1,75,000 यसबाट यो सबै घटाएर यहाँ लेखेको हाम्रो है यो 2 लाखबाट यो 20,000 र 5,000 घटाएर 175 आयो। ल मैले अलि छिटो भने जस्तो लाग्यो है। अब चाहिँ म बिस्तारै भन्नु पर्यो, यो अलि फास्ट भयो है। ल मैले यहाँनिर यो एउटा ब्याङ्क रिकन्सिलिएसन भयो, त्यसपछि यो फाइनल अकाउन्ट भयो है, अनि यो ल अब यसपछि सेट नम्बर 10 पछि अब सेट नम्बर 11। ल अब यो सेट 11 को क्वेसनलाई पनि हेरिहालौँ है त। अब सेट 11 को क्वेसनमा के भनेको छ यहाँ हेरौँ त। यहाँनिर को क्वेसन नम्बर 14 मा के दिएको छ फलोइङ इन्फर्मेसन आज सप्लाई टु यु बाई
कम्पनी अन 74/30/2080 क्यास बुक सो द ब्यालेन्स रुपी ल क्यास बुकको ब्यालेन्स 7,800 दिएको छ है। र अरू चाहिँ के रहेछ यो क ख ग घ ङ हो। यो कारणले गर्दा के त त्यहाँनिर चेन्जेस आएको छ, फरक आएको छ भनेपछि अब हामीले यसलाई रिकन्सिलिएसन कसरी गर्नु पर्यो त? यहाँ हेर्नु त फर्स्टमा के गर्नु पर्यो त यो बनाउनु पर्यो, मैले भनेको थिएँ तपाईँलाई। अब हेर्नु चेक इस्यु बट नट प्रेजेन्टेड फर पेमेन्ट, यो भनेको के त चेक अकाउन्टरले चेक इस्यु गरेर पैसा निकाल भनेर दियो अरे, तर त्यो ब्याङ्कमै गएन अरे कि ब्याङ्कमै प्रेजेन्ट भएन अरे भनेपछि अब जसले चेक इस्यु गरे हो उसँग त क्यास बुक हुन्छ भनेपछि उसले मेरो ब्याङ्कबाट घट्दैछ भने मैले नि क्यासमा के गर्नुपर्छ भनेर सोच्छ त उसले यहाँ माइनस गर्नुपर्छ, तर ब्याङ्कमा नगए चाहिँ ब्याङ्कमा घट्छ त घट्दैन, त्यो यहाँ प्लस भयो कि। अरू के छ त चेक सेन्ड फर डिपोजिट, ल चेक जम्मा गर्न पठायो है बट नट, तर ब्याङ्कले जम्मा गरेन भनेपछि कस्टमरसँग त के कुन चाहिँ हुन्छ त अकाउन्ट होल्डरसँग अकाउन्ट होल्डरले चेक डिपोजिट गरेर पठायो भनेपछि उसँग त क्यास हुन्छ, क्यासमा उसले के गर्छ पहिला प्लस गर्छ, तर ब्याङ्कमा जम्मा भएन भने चाहिँ ब्याङ्कले त बढ्दैन, त्यही भएर यहाँ ब्याङ्कमा चाहिँ माइनस, त्यही भएर यो यस्तो भयो। अर्को ब्याङ्क चार्ज, अब ब्याङ्कले विभिन्न फेसिलिटीहरू दिन्छ है, अकाउन्ट होल्डर विभिन्न फेसिलिटीहरू दिन्छ, त्यो दिए बाबत ब्याङ्कले केही सर्टेन सर्भिस चार्जहरू लिएको हुन्छ भनेपछि त्यो बाबत चाहिँ उसले के त ब्याङ्कमा भएको पासबुकबाट चाहिँ घटाइदियो अरे के हुन्छ, कति घटाइदियो 100 रुपियाँ भनेपछि पासबुक हुन्छ ब्याङ्कसँग त पास हुन्छ, पासबुक त माइनस अनि यता प्लस भयो क्यासबुकमा है त। अर्को बिल रिसिभेबलको डाइरेक्ट ल डाइरेक्ट ब्याङ्कले डाइरेक्ट बिल रिसिभेबल चाहिँ कलेक्टेड गरेर भनेपछि ब्याङ्कले डाइरेक्ट कलेक्टेड गरिदियो भने चाहिँ कलेक्टेड भनेर जम्मा गरिदियो भनेपछि के त यहाँनिर प्लस भयो यहाँ माइनस भयो है त। अरू के छ इन्ट्रेस्ट अन क्रेडिट ओन्ली पासबुकमा इन्ट्रेस्ट चाहिँ अन भयो अरे, अन भने त कमाइयो मतलब जोडियो भनेपछि पासबुकमा इन्ट्रेस्ट भन्दा पासबुक भने त हाम्रो ब्याङ्कसँग छ, ब्याङ्कले के त पासबुकमा प्लस गरिदियो भनेपछि यहाँ माइनस। अब हामीले के गर्नु पऱ्यो भन्दा हामीलाई क्यासबुक अथवा पासबुक गर्दाखेरि क्वेसनले कुन चाहिँको ब्यालेन्स दिएको छ हेर्नु पऱ्यो कि, क्यासबुकको दिएको छ नि क्यासबुकलाई काट्नु पऱ्यो, पासबुकको दिएको छ पासबुक काट्नु पऱ्यो। अब हामीलाई यो 7800 कसको ब्यालेन्स दिएको छ यहाँनिर क्यासबुक दिएको छ, मैले के गर्दै यसरी क्यासबुक चट यसरी काट्दै यहाँनिर है। अनि त्यसै क नम्बर पोइन्टलाई कहाँ मैले यहाँ 1000 यहाँ 2000 यहाँ 100 यहाँ 3000 यहाँ 300, अब यो सबै गरेर हाम्रो एन्सर चेक गरौँ है त। ल 7800 हेरौँ है त यहाँनिर 7800 प्लस 1000 माइनस 2000 माइनस 100 प्लस 3000 प्लस 300, यो गर्दा कति आयो त हाम्रो यहाँनिर एन्सर 10,000 आयो है त। एन्सर कति छ यहाँ हेरौँ त नि ठ्याक्क 10,000 छ भनेपछि अब बल्ल अब हामीले यसलाई के गर्नु पर्यो इन्ट्री गर्नु पऱ्यो कि भनेपछि यसलाई हामीले एडमा यसलाई लेसमा यसलाई लेसमा यसलाई एडमा गर्नु पऱ्यो कि। अब गर्ने कसरी त यसलाई हेरौँ यहाँनिर यो यति धेरै किताब ल। अब यो 1 नम्बरको लागि एडमा भनेपछि यहाँ के चेक इस्युड बट नट प्रेजेन्टेड फर पेमेन्ट 1000 भयो, यो माइनसको अर्थ के त लेसमा चेक सेन्ड फर डिपोजिट 2000 भयो, अनि के त माइनस भने ब्याङ्क चार्ज बाई ब्याङ्क कति 100 रुपियाँ, अनि के त प्लसमा त बिल रिसिभेबल कलेक्टेड बाई ब्याङ्क 3000 फेरि प्लस भनेपछि इन्ट्रेस्ट अन क्रेडिट ओन्ली पासबुक, यो तिनवटा जोड्दा यहाँ लेख्यो यो दुईवटा गरेर यहाँ राख्यो। अब 78मा 100मा यसमा जोड्ने अनि यसलाई माइनस गर्ने अनि यो गर्दा 10,000 आयो, यो 10,000 त पोजिटिभमा आयो भनेपछि यसलाई के त ब्यालेन्स एज पर पासबुक भनेपछि यहाँ क्यासबुक अनि यहाँ पासबुक लेख्नु पर्यो, सक्यो ल यसरी गर्न सकिन्छ है। अनि यसपछि मैले तपाईँको लागि यो फाइनल अकाउन्ट गर्छु है, तपाईँ ल स्क्रिनसट पनि गर्न सक्नुहुन्छ। तपाईँहरूलाई मैले फेरि ब्याङ्क रिकन्सिलिएसन फेरि सुरुदेखि पनि म गराइदिन्छु है, त्यस्तो हात्तिनु पर्दैन किनकि म अब बिस्तारै यो पब्लिकेसनबाट बाहेक अरू पब्लिकेसनबाट म गराइदिन्छु। यहाँ मैले एउटा यस्तो फ्रेमवर्क पनि बनाएको छु एउटा जसमा चाहिँ के भन्यो भने प्लस माइनस क्यासबुक र पासमा गरेँ यहाँ मैले बनाइदिएको छु, यसको आधारमा हामी गर्न सक्छौँ है त। ल अब क्वेसन नम्बर कुन चाहिँको पाला हो त फाइनल अकाउन्टको है त, फाइनल अकाउन्ट पनि मैले गरिसकेको छु। ल सेट 11 को है क्वेसन नम्बर 21 पेज नम्बर 695। अब फर्स्टमा अब हामीले के गर्नु पर्यो त हामीलाई ट्रेडिङ अकाउन्टमा दिएको पोइन्टलाई टी लेख्नु पर्यो, पिएलमा दिएको पोइन्टलाई पी लेख्नु पर्यो है त। ल फर्स्टमा हेर्नु त फर्स्टमा ओपनिङ स्टकलाई मैले टी लेखेँ, पर्चेसलाई टी लेखेँ, अरू के दिएको छ क्यारेज इनवार्ड हेर्नु यहाँ रिटर्न इनवार्ड भनेको बिक्री फिर्ता भनेको सेल्स रिटर्नलाई हामीले सेल्सबाट घटाउनु पर्यो है। अरू के छ यहाँनिर वेजेस भयो, अरू रिटर्न आउटवार्ड भनेको खरिद फिर्तालाई हामीले के गर्नु पर्चेसबाट घटाउने है, यो पनि भयो। अरू के छ सेल्स भयो। अब हेर्नु यहाँ अब यो मैले जुन वेजेसहरू लेखेको छु नि यहाँनिर वेजेस नै यो जोसँग रिलेटेड हाम्रो एडिसमा दिएको छ भने आउटस्ट्यान्डिङ भनेर दिएको छ नि त्यसलाई हामीले जोड्नु पर्यो वेजेसमा लगेर है। र यसैलाई हामीले कहाँ राख्नु पर्यो ब्यालेन्स सिटको लाइब्रेरीमा राख्नु पर्यो। अब प्रब्लम के आयो त तपाईँलाई यदि एडिसनल इन्फर्मेसन कहाँ गर्ने त भनेर थाहा छैन भने मैले यही च्यानलमा पोस्ट पनि गरिदिएको छु, एडिसनलको इन्फर्मेसन कहाँनिर गएर कुन अकाउन्टमा गएर पिएलमा ब्यालेन्स सिटमा
ट्रेडिङ अकाउन्टमा कसरी एड गर्ने लेसन सबै बनाइदिइसकेको छु मैले, त्यहाँ तपाईँले त्यहाँबाट हेल्प लिन सक्नुहुन्छ। अब त्यसपछि अब यहाँ कुरा के आयो भन्दाखेरि ल अब यो जति पनि पहिला मैले टिटी लेखेको छु हो त्योसँग रिलेटेड पहिला हेरेर मैले ट्रेडिङ अकाउन्ट बनाउँछु है त। फर्स्टमा हेर्नु त यो ओपनिङ स्टक कति छ त, ओपनिङ स्टक यो एउटै हो यो ट्रेडिङ र पिएल एकै ठाउँमा गरिदिएको छु मैले है त। यो ओपनिङ स्टक कति छ 1,20,000, पर्चेस 2 लाख, पर्चेस छ, पर्चेस रिटर्न पनि दिएको छ, हुन्छ यो त घटाउनु पऱ्यो 2,15,000, 2,15,000 अनि लेस पर्चेस रिटर्न एउटा 2,05,000 भयो। अर्को के राख्नु पर्यो त क्यारेज इनवार्ड 10,000 भयो। अरू के छ त वेजेस भयो, अनि त्यो वेजेसमा के गर्नु पर्यो त यो वेजेसलाई हामीले एड गर्नु पऱ्यो, गर्दा कति भयो त यो 80,000 भयो। अब क्रेडिट साइडमा के भयो त यो सेल्स भयो, अरू के राख्नु पर्यो सेल्स रिटर्न भयो। अनि के छ त अर्को के छ त हाम्रो क्लोजिङ स्टक कहाँ छ यहाँ छ, क्लोजिङ स्टकलाई यहाँ राख्यो। अब क्रेडिट साइडको टोटल 4,50,000 आयो, डेबिट साइडको टोटल 4,15,000 आयो। हुन्छ कुन चाहिँ साइड सानो भयो त डेबिट साइड भनेपछि कहाँ थाउनु भयो त डेबिटमा कति थाउनु 2 ग्रस प्रफिट सिटी 35,000 आयो यहाँनिर। अब हामीले के बुझ्नु पर्यो भन्दाखेरि यो ग्रस प्रफिटलाई प्रफिट एन्ड लसको कहाँ गर्नु पर्यो त क्रेडिटमा गर्नु पर्यो। अब त्यसपछि जसरी मैले ट्रेडिङ अकाउन्टमा पहिला टी लेखेँ त्यस्तै गरेर पिएलको पोइन्टलाई मैले पी लेख्छु है यहाँनिर। जस्तै डिस्काउन्ट भयो, यो डिस्काउन्ट इन्ट्रेस्ट र कमिसन डेबिटमा दियो भने डेबिटमा, क्रेडिटमा दियो भने जेनरल एक्सपेन्सेस भयो। अरू के छ त यहाँनिर हाम्रो सेल्स भयो हो। ल अब योसँग रिलेटेड चाहिँ प्रिपेड स्यालेरी वाज एक्सपायर भन्दा प्रफिट एन्ड लसको डेबिटमा गर्नु पऱ्यो है, डेबिटमा। र अर्को डिप्रिसिएसनलाई पिएल अर्को डेबिटमा 10% को भ्यालुलाई मात्रै है। भनेपछि अब हेर्नुहोस् त यो फाइनल अकाउन्ट भनेको एकदमै स्ट्यान्डर्ड है। यसमा हामीलाई यो ब्याङ्क लोन दिएको छैन, यहाँ ब्याङ्क लोनमा यहाँ 10% पनि छ कि छैन हो। ब्याङ्क लोन भने त लाइबिलिटी भयो हो भने यो ब्याङ्क लोन 70,000 लियो भने त्यसको 10% ब्याज हामीले तिर्नु पऱ्यो कि। अब 70,000 को 10% भन्दा कति हुन्छ त 7,000 हुन्छ हो। यो 7,000 चाहिँ इन्ट्रेस्ट हो कि। अब यो इन्ट्रेस्ट भनेको हामीलाई यहाँ एडिसनल इन्ट्रेस्ट पेड भनेर दिएको छैन कि। यसको मतलब के हो त भनेपछि यसको 10% इन्ट्रेस्ट अझै दिएको छैन कि, तर दिनु त पर्ने खर्च त हो भनेपछि यसलाई नै हामीलाई कहाँ गर्नु प्रफिट एन्ड लसको डेबिटमा गर्नु र यसलाई भन्छौँ हामीले हिडन एडजस्टमेन्ट भन्छौँ कि। ठिक छ। अब यसलाई कसरी इन्ट्री गर्ने त यहाँ हेर्नु होला, ल हेर्नु फर्स्टमा के लेख्नु पर्यो त यहाँनिर पहिला यहाँ साइडको इन्ट्री गर डिस्काउन्ट कति छ त 3,000 भयो। अरू के छ यहाँनिर जेनरल एक्सपेन्सेस 15,000 भयो। अब त्यसपछि अरू के छ यहाँनिर जाउँ त यहाँनिर प्रिपेड स्यालेरी वाज एक्सपायर भनेको खर्च भनेको कि। प्रिपेड स्यालेरी यहाँ कति दिएको छ प्रिपेड भनेको एडभान्स 1,22,000 मध्ये कति 1,10,000 एक्सपायर भयो भने यसलाई चाहिँ मात्रै कहाँ देख्नु पर्यो प्रफिट एन्ड लसको डेबिटमा 1,22,000 10,000। अरू के राख्नु पर्यो डिप्रिसिएसन अन फर्निचर कति छ 10%, कसको त फर्निचरको भ्यालु कति दिएको छ यहाँनिर 1,10,000 को 10% को 10,000 पिएलको डेबिटमा देखाउनु पऱ्यो। अनि त्यसपछि के गर्नु पर्यो त यो ब्याङ्कको 10% भनेको 7,000 इन्ट्रेस्ट अन ब्याङ्क लोन भनेर 7,000 यहाँ देखाउनु पऱ्यो। र क्रेडिट साइडमा जाउँ, क्रेडिट साइडमा यो ग्रस प्रफिटलाई क्रेडिटमा गऱ्यो। त्यसपछि के छ अर्को रेन्ट रिसिभ्ड 10,000 र हेर्नु डेबिट साइडको टोटल गर्दाखेरि 1,45,000 आयो, क्रेडिट साइडको टोटल भनेको 35 र 10 गर्दा 45,000 भयो। भनेपछि क्रेडिटमा साइडमा थप्नु पर्यो भने त्यसलाई हामीले नेट लस भन्छ, किनकि डेबिट साइड भने त खर्च हो नि त, क्रेडिट साइड भने इन्कम चाहिँ 45,000 भयो। यसलाई नहेरौँ है, इन्कम चाहिँ 45,000 भयो, खर्च चाहिँ 1,45,000 भयो। भनेपछि हामीले नेगेटिभमा छौँ नि त, हुन्छ कहाँ थप्नु पऱ्यो क्रेडिट साइडमा हुन्छ त्यसलाई के बाई नेट लस सिटी कति यसबाट यो 35 र 10 गर्दा कति 1,00,000 यहाँ थप्नु। अब यो नेट लसलाई के गर्नु पर्यो त ब्यालेन्स सिटमा गएर क्यापिटलबाट घटाउनु पऱ्यो यहाँनिर। ठिक छ। अब हेर्नु यहाँनिर अब हामीले के बुझ्नु पऱ्यो त यो जति पनि छ नि हो यसको आधारमा अब हामीले के बनाउनु पऱ्यो त ब्यालेन्स सिट बनाउँदाखेरि यो जति पनि पोइन्टमा टिक लगाएको छ त्यो पोइन्टहरू बाहेक सबै एसेसमा पर्ने पोइन्ट छ। यहाँ भएको पोइन्टहरू बाहेक सबै बाँकी सबै के त लाइब्रेरीमा हुन्छ हाम्रो है त क्यापिटल लाइब्रेरीमा। भनेपछि क्यापिटल लाइब्रेरीमा पर्ने पोइन्ट फर्स्टमा के छ क्यापिटलको भ्यालु कति छ यहाँ हेरौँ त क्यापिटल 2 लाख अनि त्यसबाट यो नेट लसलाई घटाउने है। अनि त्यसपछि क्वेसनमा ड्रइङ दिएको छ भने ड्रइङ लाइन गरेर ड्रइङ कहाँ दिएको हुन्छ डेबिटमा दिएको हुन्छ 4,000 2 लाखबाट 1,00,000 र 4,96,000 भयो। अरू के छ यहाँनिर हाम्रो यो बिल्स पेबल भनेको लाइब्रेरिज भयो, क्रेडिटर भयो बिल्स पेबल भयो यार बिल्स पेबल क्यापिटल। अब क्रेडिटर कति छ 40,000 भयो। अनि यो पनि गइसक्यो है। ब्याङ्क लोन 10% ब्याङ्क लोन 70,000 र यो 10% ब्याङ्क लोनको यो जुन 7,000 छ नि यो त हिजो एडजस्टमेन्ट थियो, यसलाई पनि हामीले यहाँ देखाउनु पऱ्यो कि 7,000।
अनि एडिसनमा दिएको छ त आउटस्ट्यान्डिङ राख्यो। अब हामी एसेट साइडमा जाउँ। एसेट साइडमा पर्ने पोइन्ट हाम्रो कहाँ हेर्दा डेबिटमा हेर्ने, जस्तै यो पनि गयो, यो पनि गयो है, यो पनि गइसकेको छ। अब के हेर्नु त पहिला फिक्स एसेट्स हेर्नु। फिक्स एसेट भनेको प्लान्ट एन्ड मेसिन, इक्विपमेन्ट, भेहिकल है, जस्तै फर्निचर फर्निचरको डिप्रिसिएसन लेस डिप्रिसिएसन 10,000, यसबाट यो घटा यहाँ आयो। अरू के छ हाम्रो एडभान्स स्यालेरी 1,22,000 लेस एडभान्स स्यालेरी एक्सपायर 12,000 भयो। अर्को क्यास एट ब्याङ्क 31,000। अरू के छ त यो डेप्टर कति छ त यो 50,000। अर्को गुड भेल्यु, अर्को क्लोजिङ स्टकको हो। यसरी मैले तपाईँहरूको लागि ल ट्रेडिङ पनि गरेँ, पिएल पनि गरेँ, ब्यालेन्स सिट पनि गरेँ है त। यदि तपाईँलाई ट्रेडिङ पिएल ब्यालेन्स सिट पनि आउँदैन भने चिन्ता लिनु पर्दैन। मैले यसको स्टेप 1 स्टेप 2 भनेर ट्रेडिङ पिएल अकाउन्ट र ब्यालेन्स सिट पनि एउटा छुट्टै भिडियो पनि बनाएको छु र अथवा बुकको पनि सल्भ गरिदिएको छु। अब यसपछि जर्नल भाउचर है त। ल यो अलिकति मिलाउनु पर्छ है, त्यसले गर्दा यो बुक साह्रै गर्नु पर्यो भाषा। ल अब जर्नल भाउचरमा हेर्नु त यहाँ। ल फर्स्टमा हेर्नु यहाँ के छ यहाँनिर ₹40,000 वाज पेड फर पर्चेस अफिस सप्लाइज भनेको अफिस रिलेटेड एक्सपेन्सेस भयो कि। अफिस रिलेटेड भनेपछि अफिस रिलेटेडमा अफिस सप्लाइज किनिएको छ भनेपछि अब हामीले त जेनरल जर्नल भाउचर अब यसो जर्नल कस्तो जर्नल भाउचर कस्तो हुन्छ डेबिट बिई अफिस रिलेटेड एक्सपेन्सेस क्रेडिट रिसियो टिएसए यसको भ्यालु कति छ 40,000 यहाँ 40,000 भयो सक्यो। अनि त्यसपछि अरू के दिएको छ यहाँनिर हाम्रो तलै राखौँ अब त्यसपछि अरू के छ यहाँनिर सेक्सन अफिसर मिस्टर जया राम थापा वाज गिभन एडभान्स ₹25,000 फर पर्चेस। फर्निचर किन्नको लागि 25,000 जया रामलाई एडभान्स पे गरेपछि यसको मतलब डेबिट सेक्सन अफिसर यो त एडभान्स गिभन केस भयो। एडभान्स गिभन केसमा यो त पहिला पोस्ट हुन्छ डेबिट सेक्सन अफिसर मिस्टर जया राम थापा एडभान्स फर पर्चेस फर्निचर 25,000 र क्रेडिट रिसियो टिएसए 25,000 भयो। बिङ एडभान्स पे टु सेक्सन अफिसर मिस्टर जया थापा फर पर्चेस अफ फर्निचर। र ग नम्बरमा के छ पेटी क्यास एक्सपेन्सेस अफ ₹10,000 वाज गिभन एज एडभान्स टु अकाउन्ट मिस्टर डोल्मा शेर्पा। ल डोल्मा शेर्पाको लागि के त पेटी क्यास एक्सपेन्सेसको लागि त एडभान्स दियो अरे भनेपछि यसको जर्नल भाउचर के हुन्छ यहाँनिर डेबिट अकाउन्ट मिसेस डोल्मा शेर्पा एडभान्स फर पेटी क्यास एक्सपेन्सेस क्रेडिट रिसियो टिएसए भन्छ कति छ 10,000 भयो। अरू त्यसपछि अरू के छ यहाँनिर त्यसपछि गनौँ भने सेक्सन अफिसर मिस्टर जया राम थापा वाज क्लियर एगेन्स्ट द बिल सबमिटेड बाई हिम ₹30,000। ल हेर्नु जया रामलाई हामीले यहाँ एडभान्स दिएको कति त यहाँ 25,000 तर उसले खर्च गरेको कति त 30,000 भनेको छ है। 25,000मा उसलाई फर्निचर किन्न भने दिएको तर उसले चाहिँ खर्च कति 30 गऱ्यो भने चाहिँ 5,000 एक्सेस खर्च भयो भनेपछि यसलाई हामीले के गर्नुपर्छ जर्नल भाउचर गर्दा एडभान्स भन्दा खर्च बढी केस भयो कि हुन्छ के हुन्छ यसको जर्नल भाउचर डेबिट बी फर्निचर 30,000 क्रेडिट रिसियो टिएसए 5,000 क्रेडिट सेक्सन अफिसर मिस्टर जया राम थापा एडभान्स क्लियर बिङ एडभान्स क्लियर बाई सेक्सन अफिसर मिस्टर जया राम थापा फर पर्चेस फर्निचर। अब त्यसपछि अर्को हाम्रो सबैभन्दा इम्पोर्टेन्ट केस भनेको कुन चाहिँ त यहाँनिर इम्प्लोइ रिमुनरेसन हो त आउट अफ इम्प्लोइ रिमुनरेसन 2,20,000 फर द मन्थ अफ कार्तिक 40,000 फर पिएफ 2,000 फर सोसल सेक्युरिटी 5,000 फर इन्कम ट्याक्स कटाएर बाँडियो अरे कि डिस्ट्रिब्युसन गर्यो अरे भनेपछि अब यसको जर्नल भाउचर कस्तो भयो त डेबिट बी इम्प्लोइ रेमुनरेसन 2,20,000 क्रेडिट पिएफ 40,000 क्रेडिट सोसल सेक्युरिटी ट्याक्स 2,000 क्रेडिट इन्कम ट्याक्स 5,000 क्रेडिट रिसियो टिएसए 173,000 आयो है त। यसरी हामीले यसको जर्नल भाउचर पनि मैले गरेँ यहाँनिर है त। ल अब यसपछि मैले तपाईँहरूको लागि अब यो अस्मिता पब्लिकेसनबाट मात्र नभइकन अरू पब्लिकेसन मैले सल्भ गरिदिन्छु। लगभग अस्मिताको लगभग सबै सक्यो र यसको पनि यदि तपाईँलाई ब्याङ्क क्यास बुक पनि चाहिन्छ म ब्याङ्क क्यास पनि फेरि छुट्टै म भिडियो बनाउँछु। ल भन्दै आजको भिडियो मार्फत म बिदा माग्न चाहन्छु। यदि तपाईँलाई कुनै समस्या भएको छ प्रब्लम छ भने भन्नुहोला र त्यस्तो छ भने हाम्रो ग्रुपमा फेसबुकमा ग्रुपमा बनाएर हामीले त्यो पनि गर्न सक्छौँ। ल र यसको पनि म तपाईँलाई राखिदिन्छु। ल भन्दै आजको यो भिडियो मार्फत म बिदा माग्छु। हस्त धन्यवाद थ्याङ्क यू।